म चाहिँ आज शुक्रबारको दिन मेरो बच्चादेखिको साथीहरूसँग चाहिँ आज यसो भेटौँ अनि रमाइलो पनि गरौँ प्लस थकाली पनि खाऊँ भनेर चाहिँ हामी चाहिँ थासाङ थकाली गयौँ है। अनि थासाङ थकालीमा चाहिँ हामीले खाना इन्जोय गऱ्यौँ प्लस हाम्रो पहिलाको पुरानो कुराहरूलाई फेरि ताजा बनाउँदै हामी चाहिँ साथीहरू गफ गर्दै एकछिन रमाइलो गऱ्यौँ। अनि त्यसपछिबाट चाहिँ हामी खानासाना खाइसकेपछि चाहिँ थासाङबाट बसन्तपुर जाऊँ भनेर बसन्तपुरतिर गयौँ। बसन्तपुरमा पनि रमाइलै भयो। बसन्तपुरमा पनि राति चाहिँ रमाइलै हुँदो रहेछ है। बत्तीहरू जाँदा झिलिमिली प्लस मान्छेहरू पनि थिए। यतिको रमाइलो हुन्छ भनेर चाहिँ मलाई थाहा थिएन। म चाहिँ पहिलोचोटि यसरी गएको राति बसन्तपुरमा। अनि यो चाहिँ हाम्रो भैरव भगवानको मूर्ति है। रमाइलै हुँदो रहेछ भनौँ न। यसरी साथीभाइहरू भेटेर यसरी घुम्दाखेरि कहिलेकाहीँ चाहिँ हामी धेरै लामो समयपछि भेटेको थियौँ भेट्न चाहिँ। अनि हामी बसन्तपुरबाट चाहिँ डाइरेक्ट किङ्स लाउन्जमा गयौँ। अनि त्यहाँको लाइभ म्युजिक पनि रमाइलो गर्दै हामी अब यसो नाचौँ भनेर। मलाई त खासै नाच्नु त आउँदैन, त्यही पनि साथीहरूलाई यसो साथ दिएको मैले भनौँ है। मेरो साथीहरू चाहिँ राम्रै नाच्छन्। अनि हामी यसो नाच्यौँ, एकछिन रमाइलो गऱ्यौँ है किङ्स लाउन्जमा पनि। यो चाहिँ के झलकहरू हामी यसो नाचेको रमाइलो गऱ्यौँ। हामी चाहिँ आफ्नै तालमा रमाउँदै थियौँ। रमाइलो भयो। हाम्रो भनौँ न डेली बिजी लाइफ एकदम भागदौडको जिन्दगीबाट यसो कहिलेकाहीँ चाहिँ यसरी साथीभाइहरू भेटेर यसो रमाइलो गर्दाखेरि चाहिँ राम्रै हुने रहेछ। मुड फ्रेस, एकदम रमाइलो लाग्ने, आफ्नो पुरानो पहिलाको कुराहरू सबै ताजा हुने, आफ्नो बच्चा बेलाको मेमोरीहरू चाहिँ फेरि फ्रेस हुने रहेछ है। मलाई चाहिँ एकदम रमाइलो लाग्यो, एकदम खुसी भएँ म। मेरो मुड पनि राम्रो फ्रेस भयो। सो यसरी कहिलेकाहीँ साथीभाइ चाहिँ भेटघाट चाहिँ गर्नुपर्ने रहेछ।